आउनु रेस खेल्न आउनु आउनु रेस 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 म एउटा हातले छु म एउटा हातले तिनीहरूलाई पुलिसले रोक्यो के भयो के भयो के भयो Okay. You can explain to him why. Oh, okay. Can you explain me, please? Let's go, guys. Too many people are coming from that side. We need to be careful, yeah. के गरेछस् भन्दाखेरि यस्तो छ सर अरे पुराना किताब कापी शीशी बोतल दे दो भाई उसके बदले में 1 केजी आलू लेके जाओ पक्का के छ साथीहरु सन्चै आराम हुनुहुन्छ म पनि सन्चै आरामै छु आज पनि हामी आएका छौं कहाँ छौं कडा हो हार्ट पार्क कर्नर आएका छौं र आज हामी यहाँ आएर साइकल चलाउँदै छौं खोजेछौं तर कसरी ओपन गर्ने भन्ने कुरा चाहिँ थाहा छैन यहाँ हाम्रो नारायणजीले सुरु गर्दै हुनुहुन्छ अब कुरा के भयो भन्दाखेरि निकाल्न सकिएन नारायण सर तपाई अहिले जस्तो भन्नु पर्यो के त्यो मजाक गर्नु पर्यो के कसरी हैन यहाँ यस्तो मजाक गर्नु पर्यो भन्नु पर्यो के अब यहाँ भन्नु के बोले भाइ अब के बोले के जथाभावी बोले अब हामीले गर्दै छौं अहिले गरेको जान्दिएन भएन अहिले एउटा फेरि यहाँ एउटा हाम्रो गुरुजी हुनुहुन्छ यहाँ टिकट काट्न जाने भन्नुभएको गुरुजीले डे पास लियौ न त अनलिमिटेड सिंगल राइड for 3 pound 30 minutes within a 24 hour 3 पैसालाई 3 पाउन्डको सुरुमा 3 पाउन्डको किन्ने अनि त्यसपछिको चाहिँ 1.65 पर हाफ एन आवर ए हाफ एन आवर भइहाल्छ सुरुको 3 पाउन्ड है हाफ एन आवरको 3 पाउन्ड अनि त्यसपछि 1 पाउन्ड 1.65 पर यहाँबाट है चाहिँ यहाँबाट पनि हो रहेछ त्यो भान्जीले सिकाउँदै थियो यहीँबाट भान्जीले सिकाउँदै जाम कि हामी भान्जीतिर जाम गयो भएतिर दोस इनोलाई यही छोड्दिउँ हामी भान्जीहरुतिर जाम हामी भान्जीहरुतिर सेन्ट्रन वाफ सेन्ट्रन अब यहाँ चाहिँ भान्जीहरूले चाहिँ त्यहाँ मैले भर्खर सोधेको थिएँ उनीहरूले चाहिँ त्यो एप डाउनलोड गरेर साइकलको भनिरहेको छन् सो लेट्स स्टार्ट मै मिनेट पछि हामीले लाग्दा साइकल निकाल्यौँ होइन यहाँ यो बल्ल त्यो साथीले निकाल्यो सबसे झुर निकालेँ मैले चाहिँ यो निकालेँ ओए सिट नभएको अनि तपाईको के गर्नु पर्दो रहेछ भन्दाखेरि एप डाउनलोड गरेर ब्याङ्क डिटेल सबै हालेर सबै रहेछ अब लेट्स राइड है ब्रेक कस्तो छ है ठोकिदिन्छु म त आएका छन् सागर ओ दोस्त भयो कि नै खै म गरिन्छु पानी कहाँ हालिस् अहिले पानी यहाँ राख्छु स्ट्यान्ड चाहिँ यहाँ छ पानी चाहिँ त्यसरी अड्काएको छु मैले होइन सरको चाहिँ खै कोड देखाउनु त कति हो 13222 छोड्नु 3222 1 3 1 2 3 हुन्नका रातो देखाउँछ 1 3 1 2 दुईटा गरेको हैन र के भने त्यो फेरि कोडै मिलेन कि हामीले चाहिँ उहाँबाट लिएर 1322 मिलेन कि मिलेन खै किन मिलेन के तपाईले डबल गरे हो र तुमसे ना हो पाएगा नारायण सर ल के छ कस्तो लागिरहेको नारायण सर हाउ यु फिल ओ माय गॉड लुक नाइस म्यान 3 वर्षपछि म साइकल चलाउँदै छु आफ्टर 2-3 इयर्स है दामी है 2 वर्ष जति भयो ओ सागर कहाँ गयो तर यहाँको साइकलहरुमा चाहिँ आनन्द के हैन त्यो फिल चाहिँ नहुँदो रहेछ तलाई जस्तो गाह्रो हुने अब अरूले भन्लान् फेरि यस्तो ठाउँमा आर्टिस्ट हुँदो रहेछ इलेक्ट्रिक अब तपाईको हल्का हेर्नु पेडल चाहिँ यस्तो के स्वाट अलि देखिएन क्या यस्तो गर्दैछ फेरि ओइ माकासँग कारमा ठोकिन्छ क्या बबल के स्मुथ
चाहिँ दुख्दो रहेछ फेरि सर होइन तपाईँको चाक दुख्नुको कारण तपाईँको त्यहाँ मासु नै छैन के घन्टी फेरि यहाँ घन्टी फेरि ट्याक्कै यो तरिकाले बजाउनु मिल्छ केटाहरूलाई चाहिँ मैले पहिल्यैबाट भनेको थिएँ केटाहरूलाई चाहिँ जाउँ एक ठाउँमा जाउँ हाइट पार्क भयो नि जहाँ भए पनि जाउँ टक्क मजाले साइकल चलाउँ टाइम स्पेन्ड गरौँ भनेको थिएँ सुशी सरले चाहिँ एकछिन हामीलाई चाहिँ अलिकति तनाव दिनुभयो त्यो खुल्दै नखुलेर होइन पैसा काटिरह मा कसम कोडा हान्यो कोडै खुल्दैन होइन लास्टमा चाहिँ त्यसलाई पनि सर्ट आउट गरेँ मैले होइन मैले नठोक है केटा मलाई त्यसपछि चाहिँ तर चाक चाहिँ दुख्ने रहेछ यार यही नहीं अभी और सुनिए सिट चाहिँ अलि यार लग्जरियस हुनुपर्ने कि है एक दिन अब क्रिसमसको दिन दिदीकोमा गएर फर्किने बेलामा टक्क साइकल देखेँ राति 11 बजीतिर अनि साइकल देखेपछि अनि एपबाट टक्क खोलेर अनि कोठामा आएँ तपाईँको 10 मिनट जति थियो राइड गरेर रेड लाइट बोल्यो यहाँ रोक्नुपर्छ यस्तो बेला चाहिँ हाम्रो नियम कानुन मान्नुपर्छ है अनि ट्याक्क त्यो खोलेर 10 मिनट आउँथ्यो लाग्थ्यो कोठामा टक्क त्यो दिन क्रिसमसको दिन पनि यहाँ गाडीहरू चल्दैनन् ए ल सोल्टी त गयो त यार त्यसपछि चाहिँ कोठामा आएर साइकल बन्द गर्छु भन्दा त भन्दै हुँदैन त हाम्रो एरियामा पर्दो रहेछ फेरि हुलिज गयो त्यहाँबाट 5 मिनट राइड गरेर ट्रेन स्टेसन गएर रोक्छु भन्दा त्यहाँ पनि रोकिँदैन अब जहाँबाट ल्याएको त्यहीँ गर्नु पऱ्यो भनेर फेरि उयो चाल्टन पुगेँ जहाँबाट साइकल उठाएर त्यहीँ पुगेँ त्यहाँ पुगेर बन्द गर राइड क्यान्सल गर्छु भन्दा मोबाइलै स्विच अफ भयो फेरि साइकल लिएर चाहिँ म दिदीकोमा गएर साइकल बन्द गरेर साइकललाई एक लात्ले हिर्काएर राति 12 बजी फेरि हिँड्दै आएको छु कि साइकलसँग मेरो त्यति राम्रो चाहिँ छैन ओके सी इज सो स्विट कता जाने यो यता मतलब छैन बाइक यहाँबाट चाहिँ हामी यसरी भित्र छिर्छौँ होइन ओए नो साइक्लिङ रहेछ नि त नो साइक्लिङ भनेको त फेरि नो साइक्लिङ भनेको त यता त ओके साइकलको लिङ्क देखाएको छौ साइकलको यहाँबाट छिर्नलाई चाहिँ नो साइक्लिङ भनेको रहेछ मान्छे यताबाट चाहिँ मिल्छ होला कि साइकलको लागि ऊ नानी उहाँ गइसकिन् कस्तो लागिरहेको यार तर यो कस्तो दुख्यो कि पछाडि यार कस्तो दुख्यो लास्ट दुख्यो यार कस्तो भइरहेको केटा मजा भइरहेको साथीले के भयो साथी तिमीले त्यो डन्डीवाला सिकेछौ क्या लेट्स गो गाइज टु मेनी पिपल आर कमिङ फ्रम द्याट साइड वी निड टु बी केयरफुल यार यहाँ चाहिँ अब यस्तो जगिङ पनि अब सुरु भइसक्यो होइन पक्का के गरेछस् भन्दाखेरि यस्तो छ सर अरे पुराना किताब कापी शीशी बोतल दे दो भाई उसके बदले में 1 kg आलू लेके जाओ मैं 100% ब्लॉगिंग सेक्शन but people are not watching my video है ना so they are not watching my video so what I can do people wanna watch like controversial videos so I want some controversy ओ ल हेर त्यहाँ चाहिँ त्यस्तो भएछ यार चरा बितेछ चरालाई चाहिँ तिनीहरूले उपचार गरिरहेको के भएछ नो लाइक अब यस्तो छ कन्ट्रोभर्सी कसरी क्रिएट गर्ने भन्दाखेरि जे पाए त्यही बोलिदिने कन्ट्रोभर्सी मान्छेले त्यस्तै रुचाउँछ त होइन अब त बोल्दा बोल्दै बोलिन्छ कि जे पाए त्यही बोलिन्छ अलि मान्छेहरूलाई गरिदिनु मतलब छैन फकिङ आई डोन्ट केयर जति राम्रो गरे नि अब हुँदैन त अनि के गर्ने त युट्युब करियरमा आएको करिब 7 वर्ष भयो होइन 7 वर्षमा कति मिलियन सब्स्क्राइबर कमाउनु भयो मैले 100K भन्दा माथि सब्स्क्राइबर कमाएको थिएँ तर के भयो भन्दा बिचमा मैले छोडेँ कोभिडको कारणले गर्दाखेरि अनि मेरो कन्टेन्ट पनि चेन्ज भयो आऊ न आऊ यहाँ अनि कन्टेन्ट पनि चेन्ज भयो
अनि अहिले अब कामले गर्दाखेरि खासै भिडियो नि हाल्न पाएको छैन र अनि मान्छेहरू जम्मा 100 जनाले मात्र मेरो भिडियो हेर्छन् होइन जति मिनेट गरे छन् हो त्यही भएर चाहिँ मैले भिडियो हालिरहेको छु त्यही भएर चाहिँ मैले आफ्नो बेस्ट दिइरहेको छु या त्यही त अनि मैले आफ्नो 100% दिन खोजिरहेको छु बिस्तारै म यो आफ्नो करियरमा भनौँ न युट्युब करियरमा चाहिँ ब्याक हुन खोजिरहेको छु तर सम रिजन आऊ भनौँ न सम रिजन चाहिँ मैले आफ्नो 100% दिन सकिरहेको छैन कि किनकि अब म चाहिँ एब्रोड छु अब काम पनि गर्नु पर्यो होइन युट्युबलाई मात्र ध्यान दिएर पनि भएन तर मलाई लाग्छ कि मैले एकचोटि म यस्तो सिचुएसन क्रिएट गर्छु कि त्यो मैले खोजिरहेको छु क्या म सोध्न चाहन्छु होइन लन्डन आएर सबसे बेस्ट तपाईँलाई लागेको कुराहरू भनिदिनु नराम्रो लागेको कुराहरू के छ वर्स्ट पार्ट पनि भनिदिनु बेस्ट पार्ट पनि भनिदिनु यस पुग्दैन र साझा नै बिहान अनि हान्यो के त्यसलाई अब हामी चाहिँ यहाँ स्लो साइकल रेस खेल्दैछौँ अब त्यहाँ हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ हो होइन ऊ त्यहाँ हो अनि अब हामी चाहिँ स्लो साइकल रेस खेल्दैछौँ मैले चाहिँ पुलिसले रोक्यो के भयो ओके You can explain to him why. ओके क्यान यु एक्सप्लेन मी प्लिज के भन्नु यहाँ चाहिँ पुलिस भर्खर केटालाई चाहिँ सम्झाएर गयो फोन चाहिँ थुतेर भागिदिन्छ नखिच भन्दै तर खिच्नै पर्यो मेरो कामै यही हो मेरो पेसै यही हो त अच्छा रेस खेल्नु लाउनु रेस आउनु रेस खेल्न आउनु रेस म एउटा हातले छु म एउटा हातले छु मैले जितिसकेँ रेस पनि जितेँ स्लो साइकल रेस पनि जितेँ है पर्दैन यसरी बाइक राख्यौँ होइन कति चलायौँ पनि कति काट्यो दोस् पैसा त्यही हो क्या अहिले 3 पाउन्डमा यत्रो डुल्यो है मन्डेको 30 पाउन्डमा त महिना भएन त्यो त भएन अनि त्यसपछि खेलेर मात्र हुन्छ त्यहाँ त यहाँ बल सक्यो त्यहाँ हामी घट्यो बल्छ क्या सुरुमा अर्कोमा हाल न यसरी चाहिँ यहाँ हाल्नु पर्यो होइन ख्वाप्प खै तामा त हरियो बोल्छ सर भयो है कस्तो भयो त अनुभव ला सरको फेरि उसले चाहिँ अर्कै निकाल्छ इलेक्ट्रिक निकालिन्छ होइन आज चाहिँ एकदमै रमाइलो पनि भयो भन्दै अब अर्को भिडियोमा भेटुने बाचा कसम गर्दै तपाईँहरू सामु म बिदा हुन चाहन्छु थ्याङ्क यू